वृष राशि। वृष राशिको लागि लग्नमा बृहस्पति, दशममा शनि, एकादशमा सूर्यको अवस्था देखिन्छ, साथमा राहुको अवस्था पनि देखिन्छ, पञ्चममा केतु अनि दोस्रो घरमा मङ्गल। बाँकी ग्रहहरू चन्द्रमा 2.5 दिनमा परिवर्तन हुने, बुध शुक्र 24 दिनमा परिवर्तन हुने अथवा 1 महिनाभित्रमा परिवर्तन हुने यो अवस्था ग्रहको रहिरहन्छ। तर मैले जतिवटा ग्रहको गोचर परिवर्तन बताएको छु ती ग्रहहरू तत्त ठाउँमा बसेर तपाईहरुलाई सफलता र असफलता दिने प्रयास गर्छन्। एकादशको सूर्यले धन प्राप्ति, मान प्राप्ति, ईश्वरीय भक्तिमा लाग्ने, चौतर्फी व्यापारमा सफलता, राजनीतिक क्षेत्रमा विजयी बनाउने र सुख, सम्पन्नता, धन, ऐश्वर्य, विपुल लक्ष्मी प्राप्त गराउने यो खालको अवस्था देखिएको छ। लग्नको बृहस्पतिले घमण्ड अहंकारलाई बढाउन सक्छ। म नै सबै कुरा हो, म भन्दा अरु कुरा यो संसारमा केही छैन भनेर भन्न सक्छ। तर त्यसमा तपाई नलागिकन ईश्वरको भक्तिमा लाग्नुभयो भने तपाईलाई कहाँबाट लाभ हुन्छ, भाग्यको वृद्धि हुन्छ,